यो कथा मेरी दिदी र आफ्नै मामाको हो। मेरो नाम आराध्या, घर चाहिँ तनहुँ। हाम्रो परिवारमा 4 जनाको परिवार, बाबा, मम्मी, दिदी आस्था र म। जुन आजभन्दा 6 वर्ष अगाडि हो। त्यति बेला म 12 वर्षको थिएँ, दिदी 16 वर्षको थिए, म भन्दा 4 वर्ष जेठी थिए। त्यति बेला हाम्रो घरमा हाम्रो आफ्नै कान्छा मामा आउनु भएको थियो। हाम्रो घर पनि सानो थियो। भुइँतला र माथि तला। भुइँतलामा किचन छ, किचनमा एउटा खाट छ। बाबा मम्मी त्यही सुत्नुहुन्छ। हामी दिदी बहिनी चाहिँ माथि तलामा सुत्छौं। माथि तलामा चाहिँ सँगै 2टा खाट छ। एउटामा हामी दिदी बहिनी सुत्छौं, अर्कोमा कोही पाहुना आयो भने सुत्नको लागि हो। बेलुका खाना खाइसकेपछि एकछिन गफगाफ गरेर सुत्न गयौं। हामी दिदी बहिनी एउटामा, मामा अर्कोमा एक्लै सुत्नुभयो। दिदी र मामा कुरा गर्दै थिए। म चाहिँ उनीहरूको कुरा सुन्दा सुन्दै बुसुक्कै निदाएछु। राति बिउजिँदा म एक्लै रहेछु। बेडमा छामेको दिदी थिएनन्। पुरै सुनसान थियो। मलाई लाग्यो दिदी मुत्न गएको होला भनेर चुप लाएर भित्तापट्टि फर्केर सुते। म निदाएको थिइनँ। एकछिनपछि मामा सुते खाटबाट खासखुसुक गरेको आवाज आयो। दिदीको आवाज सुनियो। बिस्तारै गर्नु न, बहिनीले थाहा पाउँछे। कान्छी भान्जी निदाइसकिन्, मामाले भन्नुभयो। म बिस्तारै नचलिकन कान थापेर सुनिरहेको थिएँ। दिदी त मुत्न गएको होइन, मामासँग सुत्न पो गाकिर्छे। बिस्तारै बहिनी उठी भने थाहा पाउँछे के। मामा बिस्तारै गर्नु न, कान्छी निदाइसकिन् भन्नुभयो। मामा र दिदी त गपागप गरिरहेका रहेछन्। त्यतिकैमा फ्याट फ्याट क्वाच क्याच आवाज सँगै दिदी पनि अह 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 गरिरहेकी थिए। म उनीहरूले थाहा पाउँछन् भनेर पुरै मस्त निदाएको नाटक गरेर सुनिरहेको थियो। पुरै अँध्यारो सुनसान थियो। लगभग 15-20 मिनेटपछि छिटो छिटो क्याच क्वाच क्याच दिदी पनि आ गर्न थाली। मामा पनि ऊ गर्नुभयो। झन छिटो छिटो हुँदै गयो। अनि मामा पनि आह गर्दै रोकियो। मामा त पहिले पनि कहिलेकाहीँ आइरहनुहुन्थ्यो, तर गपागप गरेको कहिले थाहा भएन। मामा र दिदीको उमेर 6-7 वर्षको फरक थियो। मामाको बिहे भएको थिएन। दिदीले भनी म सुत्न जान्छु, बहिनी बिउजी भने थाहा पाउँछे। उज्यालो हुने बेला जानु नि, भोलि पनि आराध्या सुतेपछि आइहाल्छु नि, जान्छु के। आराध्याले थाहा पाएर बाबा मम्मीलाई भनी भने त बर्बाद हुन्छ। थाहा पाउँदिन, पहिले त थाहा पाउँदैनथी। टेन्सन नलेऊ, थाहा पाए भनेमा म फकौला भन्नुभयो। उनीहरूको बिस्तारै कुरा गरिरहेका थिए। म सुनिरहेको थिएँ। मलाई पनि निन्द्रा लागेन। के भन्छन्, के गर्छन् भन्दै सुनिरहे। लगभग 1-1.5 घण्टापछि दिदीले अब जान्छु भनी मामाले अब एकचोटि गर्छु अनि जानु भन्नुभयो। दिदीले हुन्छ भनी अनि चप किस गरेको आवाज आयो। एकछिनपछि मामाले आफ्नो केरा दिदीको कुवाको प्वालमा हाल्न थाल्नुभयो। अनि क्वाच क्वाच क्याच क्वाच दिदी चुपचाप थिए। उनीहरूले गरिरहँदा मलाई पनि कता मज्जा आइरहेको थियो। दिदी अगाडिको जस्तो अह पनि गरेकी थिइनन्। एकहोरो आवाज आइरहेका थियो, क्याच क्वाच। लगभग 20-25 मिनेटपछि दिदीले भनी मामा चाँडो झार्नु, मलाई दुख्न थालिसको। मामाले मज्जाले गरिरहनु भएको थियो। 40-45 मिनेटपछि मामाले झार्नुभयो अनि शान्त भयो। मामाले दिदीलाई 2 चोटि गर्नुभयो। एकछिनपछि दिदी म भएको ठाउँमा आएर सुती। बिहान दिदी बहिनी सँगै उठ्यौ। मामा चाहिँ ढिलो उठ्नुभयो। हाम्रो स्कुल पनि छुट्टी थियो। मैले थाहा पाएको उनीहरूलाई पत्तै भएन। मम्मीलाई सोधे, मामा घर कहिले जानुहुन्छ? मम्मीले भन्नुभयो पर्सि जान्छ। मलाई कति बेला बेलुका होला जस्तो भइरहेको थियो। मामा र दिदीले गरेको सुन्ने रहर पुगेकै थिएन। बेलुका भएपछि हामी सबैजना सुत्न गयौं। म सुतिहाले। मामा र दिदी कुरा गर्दै थिए बत्ती निभाएर। म छिटै निदाएको नाटक गरे। एकछिन कुरा गरेपछि मामाले भन्नुभयो, आराध्या निदाई।
अनि दिदीले मलाई बोलाइ म हलचल नगरी नबोली बसे। दिदी उठेर मामासँग सुत्न गई। चप चप किस गर्न थाले। 4-5 मिनेट किस गरे पछि गर्न थाले। 15-20 मिनेट गरे पछि दिदीले मेरो दिउँसोदेखि पेट दुखिरहेको छ, मिन्स हुने बेला भयो भनी मामाले हुन्छ जाऊ सुत, हिजो राति पनि सुतेको छैन भन्नुभयो। दिदी आएर सुती अनि म मनी निदाएछु। भोलिपल्ट त दिदीको मिन्स भएछ, मामाले गर्नु भएन अनि त मामा पनि घर जानुभयो। मैले यो कसैलाई पनि भनिन। अहिले त दिदीको बिहे भइकन एउटा छोरो भइसक्या। मामाको त्यही साल बिहे भयो। मलाई अझै पनि त्यो दिन सम्झिँदा धेरै मजा आनन्द आउँछ।